मर्निङ एभ्रिवान, नमस्ते। म चाहिँ सन्ध्या राई। हजुरहरूलाई स्वागत छ मेरो भिडियोमा। म चाहिँ युट्युब भिडियो बनाउँदैछु। अहिले चाहिँ मैले 2टा भिडियो हालेको छु, जानी नजानी। अन्त के कस्तो हुन्छ हेरिदिनुहोस् होला तपाईहरूले पनि मेरो भिडियोलाई। अब फर्स्ट टाइम हो, जान्दिनँ, जान्नु त त्यस्तो साह्रो त केही पनि जानेको छुइनँ, तर पनि म कोसिस गर्दैछु, हाल्दैछु। अहिले चाहिँ बजेको छ 8:30-9 बज्न आँट्यो। म चाहिँ खानासाना पनि बनाएँ, घरको कामहरू पनि सबै सकेर अब चाहिँ एकछिन अलिकति हाम्रो चाहिँ सानो काम छ सिलगढीमा, त्यही भएर सिलगढी जानु आँटेको। हेर्दै गर्नुहोस् होला, तपाईँहरूलाई पनि देखाउँछु। अब चाहिँ हामी चाहिँ घरबाट भर्खरै निक्ल्यौँ। हनुमानझोडा आइपुग्यौँ। अब यहाँबाट चाहिँ जानुपर्ने हुन्छ गाडी रोकेर सिलगढी। यो जग्गालाई चाहिँ कालीझोडा भन्छ है साथीहरू। म चाहिँ सिलगढी आइपुगेँ। अन्त यहाँ चाहिँ म सानो कामको लागि पर्खिरहेको छु। हामी चाहिँ यहाँनिर माछा किन्न आएको। कसरी परे? अब चाहिँ हामी काम सकेर पनि घर फर्केको। म चाहिँ अहिले घर आइपुगेँ, भर्खरै घर आइपुगेको। अब चाहिँ के काम गर्नुपर्ने हुन्छ। हामीले चाहिँ माछा ल्याएको थियौँ। अन्त मैले चाहिँ बजारबाट सब्जीहरू अलिअलि ल्याएँ, अलिअलि सब्जीहरू ल्याएको छु। अब यसलाई चाहिँ अलिकति उयो गर्नुपर्ने हुन्छ, थन्काउनु पर्ने हुन्छ। फ्रिजतिर पनि के पनि छैन, छन त छ अलिअलि। अब म सब्जी थन्काउनु पर्ने हुन्छ। यहाँ चाहिँ आमाले भात बसाइदिनु भएछ। यहाँनिर सब्जी दाल होइन, यो भैँसीको मासु पकाउनु भएछ। अब चाहिँ चिया बनाउँछु। अन्त यहाँ चाहिँ आमाले के परे भोक लाग्यो भन्नुहुँदै थियो, त्यही भएर म चाहिँ आमाको लागि चिया बनाइदिँदै थिएँ। यहाँ चाहिँ आमा र पापा खै के बात मार्नुहुँदै थियो। म चाहिँ त्यही भएर चुप्प लागेर बसिरहेको थिएँ, किनभने त्यो बोल्नु मलाई अप्ठ्यारो लाग्यो नि त, त्यही भएर।
मेरो चाहिँ अहिले कामहरू पनि सक्यो, खानाहरू पनि बनाइसकेँ। खानाहरू भन्दा पनि आमाले बनाइदिनु भएको थियो। मैले चाहिँ अलिअलि त्यो सामानहरू लिएकोहरू थन्काइ मङ्काइ त्यो सबै गरिसकेँ। चियाहरू बनाएर यताउति के काम गरेँ, किनभने आज म पुरा थाकिरहेको छु। किनभने पुरा काम थियो नि त, अलिअलि काम थियो, त्यो कामहरू गरेर अन्त अब चाहिँ एकछिन रेस्ट गरेर खानासाना खानुपर्ने हुन्छ। अहिले कति बज्यो? 6:30। अहिले त 6:30 बज्यो। हामी त 7:30 बजीतिर खान्छौँ। अहिले चाहिँ झमक्कै रात पनि पर्यो। देख्न सक्नुहुन्छ, झमक्कै रात पर्यो।